ल जसले एन्सर भन्यो होइन अनि त्यसले स्ट्राइकर पायो हुन्छ ल एकदम इजी इजी सोध्छु हुन्छ जसलाई मैले क्वेसन सोध्छु जसले एन्सर फर्स्ट भन्यो उसले चाहिँ सबैलाई जसले एन्सर भन्यो त्यसले स्ट्राइकर पायो अनि हान्न पायो हुन्छ मेटफर्मिनको डोज के हो ल भन मेटफर्मिनको सबसे अहिले भर्खर डिस्पेन्स गरेको थियो नि 250 उसले तिम्रो मिस्टेक भइसक्यो ल 500 उसले पाए स्ट्राइकर फेरि उसैले हान्यो ल बोलेकै छैन तिमी भाइ खायो ल ल ल खायो भने फेरि पायो ल अनि सिट्रिजिनको डोज कति हो 250 मिलेन तिम्रो पालो ल भन थाहा भएन सिट्रिजिनको डोज 500 भएन फेरि ल सिट्रिजिनको डोज कति छ कति एमजी अस्ति भर्खर त्यत्रो डिस्पेन्स गरे होइन कति एमजी सिट्रिजिन कति एमजीमा आउँछ 200 ल जसले भयो 10 एमजी ल तिम्रो स्ट्राइकर पाइ यहाँ हाल क्यारम हान रोको रोको एन्सर नगर्ने कहाँ त्यसो भन्न पाइन्छ ओ त्यस्तो भन्न ल लोसार्टानको इन्डिकेसन के हो लोसार्टान ब्लड प्रेसर ल फेरि भाइले मात्र भन्छ त के हो तिमीहरू भन न पख 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 भाइ सिभिक जिम कतिचोटि चलाउँछन् ओडी बिडी टिडिएस ओडी क्यान्सल तिमी भन कुन चाहिँ सेफिक जिम डोजिङ कति हो बिडी ल पाए भाइ स्ट्राइकर दियो भाइ ल ल हाना ओहो ल बसाए है सेट्रिजिन चाहिँ किन बेलुका खानुपर्छ ल भन त्यसले धेरै निन्द्रा लाग्छ ल फेरि आना फेरि खायो त्यो केटोले क्याल्सियम कहिले खानुपर्छ बिहान कि बेलुका क्याल्सियम बिहान ल हाना 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 आइरन कहिले खानुपर्छ तिमी भन आइरन कहिले खानुपर्छ बेलुका ल हाना 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 आइरन खाँदाखेरि सँगसँगै के खानु हुँदैन दुध खान हुँदैन मिल्क प्रडक्ट खान मिल्दैन गुड ल हाना 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 खाना ल खोइ खोइ ल ल ल तिमी तिमी भन ग्लिमी पिरियड कहिले खाने खाना अगाडि खाना पछाडि 10 मिनट अगाडि ल अब यो उसले बिचमा भनिदियो है त्यस्तो गर्न पाइँदैन है ल ठिक छ ल एम्लोडिपिनको साइड इफेक्ट भन अस्ति भर्खर यहाँ पेसेन्टलाई सोधेँ होइन त एम्लोडिपिन राखेको मान्छेलाई तपाईँलाई यस्तो भएको छ कि छैन भनेर सोधेको थियो नि छैन पास तिमी भन खुट्टा स्वेलिङ भने ओ गुड एन्सर है त खुट्टा स्वेलिङ हुनसक्छ एम्लोडिपिनले है तिमीले पाएन कसैले पाएन तिमी हान्ने भए हान ऱ्यानिटिडिन कहिले खाने खाली पेटमा तर कुन कुन टाइम बिहान बेलुका खाएको राम्रो ल उसले पायो ल ल ल स्टेरोइडको बारेमा स्टेरोइड छ नि प्रेडनिसोलोन मिथाइल प्रेडनिसोलोन त्यो खाने बेस्ट टाइम कहिले हो मैले सिकाएको छु है फर्स्ट आएको तिमीहरू दुवैजनालाई सिकाएको छ है ल भन प्रेडनिसोलोन मिथाइल प्रेडनिसोलोन बेस्ट टाइम कहिले खाने हो तिमी भन बिहान खाना अगाडि कि पछाडि खाना अघि होइन खाना पछि छिरेन भाइ छिरेन ल अब तिमीलाई यहीँ भएकोको मात्र सोध्नु पऱ्यो तिमीलाई धेरै कन्फ्युज हुन्छ नेप्रोक्सिनको डोज कति हो ल भन 500 ल करेक्ट हामीसँग एभाइलेबल भएको प्यारासिटामोल सस्पेन्सन कतिको डोजमा आइरहेछ 500 सस्पेन्सन खै तिमी भन तिमी प्यारासिटामोल सिरप तिमीले डिस्पेन्स गरेको थियो नि कति डोजमा थियो सिरप कति एमजीमा 250 मा नै आउँछ तर हामीसँग 250 यहाँ छैन 150 ड्रप्समा आउँछ तर हामीसँग त्यो यहाँ छैन 125 mg पर 5 ml 60 ml त्यो डोज हो त्यो भोल्युम भयो मैले पर्मिथ्रिनको काउन्सिलिङ गर्दाखेरि थियो है तिमी थियो है पर्मिथ्रिनको काउन्सिलिङ गर्दा पर्मिथ्रिन लगाउने तरिका भन ल कसलाई थाहा छ सब नहुने ल ल भन आफ्नो काम चाहिँ सबै सकेपछि अब केही पनि गर्नु छैन अब चाहिँ सुत्छु भन्यो भने त्यो टाइममा चाहिँ घाँटी हुँदा पनि सबै लगाउने एक बट्टा पुरै लगाउने अनि अघिसम्म सिकाएको छैन भनेर किन भने बिर्स्यो
डिक्लोफिनाक जेल लगाएपछि मसाज गर्ने कि नगर्ने नगर्ने दल्ने मात्र ल तिमीले हान्न पायो